झापा जिल्लाको कन्काई नगरपालिका सुरुङ्गादेखि अर्जुनधारा नगरपालिकाको जुकेखाडी हुँदै इलामसम्म जाने यो बाइपास बाटो अहिले चाहिँ हामी कन्काई नगरपालिका क्रस गरेर दहीजोडा खोलाको पुल कटेर अर्जुनधारा नगरपालिका प्रवेश गरेका छौँ। यो जङ्गलको बाटो करिब 5 किलोमिटरको बाटो, दुवैतिर सालका बोटहरू, पातलो अग्लो बाक्लो सालका बोटहरू र बिचमा कालोपत्रे सडक। यो बाटो चाहिँ दहीजोडाबाट करिब 5 किलोमिटरको यात्रापछि जुकेखाडी चोक पुगिन्छ। साह्रै राम्रो छ एकचोटि यात्रा